हाम्रो मम्मी चाहिँ यहाँ माछा केलाउँदैछ माछा सुकुटी बनाउन लागि हेलो सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि यदि तपाईहरु मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लास्टसम्म भिडियो हेरेर साथ दिनु होला अनि आज बाबाले म घरमा मह काट्न गइरहेको छु के कस्तो हुन्छ मैले यहाँ भिडियो बनाउन गइरहेको छु सबैजनाले हेरिदिनु होला है त अनि भिडियो मन परेमा लाइक शेयर कमेन्ट गरिदिनु होला है सबैजनाले हाम्रो बाबाले चाहिँ यहाँ मौरी काट्दैछ यहाँ चाहिँ यतिको भएको छ साथीहरु हेर्नु ल कस्तो राम्रो भयो म भिरमौरी जस्तो देखेछ कालोरी घरमौरी घरको ओरिजिनल पनि कालोरी भिरमौरी जस्तो देखेछ यता चाहिँ हाम्रो मकैबारी छ मकैबारी दर्याम दर्याम भन्नुपर्छ जस्तो छ मकैबारी दर्याम दर्याम चायमा सम्पर्क गर्नु होला ती मङ्सिरमा काटेपछि काटेको थिएन आज चाहिँ फेरि छोरी आएर काठमाडौँबाट छोरीले लिएर जाने भनेर काटेको अलिअलि निस्किएको छ तपाईँहरू चाहिन्छ भने लानुहोस् है हजारीबा लामा अर्ग्यानिक यहाँ खर्चको हुन्छ अस्ति पालामा 125 मानव निस्केको थियो अहिले कति निस्किन्छ हेर्दै जाऊँ आउनुहोस् खाने इच्छा भयो आउनुहोस् आएर खानुहोस् जानुहोस् तिनपल्ट चाहिँ छोड्छौँ खुतुई साइजु मजाले धोना पुरा बनिदिउँ तर 20-22 घरमु सबै टुइले यहाँ काम होला 150 मानव चाहिँ धोन कि आसल लो खतम हो ऋषिबाट अनुदान दिएछ अनुदानमा घर दिएको थियो अनि आफैले लिएर आएर लगनी बनेको हजुर इच्छावाला आएर खान सक्नुहुन्छ कुनै 24 घण्टा आए खाने माछा काट्दैछ सुकुटी बनाउनलाई आमाले टाउको चाहिँ यसरी काट्नुपर्छ काटेर यसरी सुकायो भने राम्रो मजाले सुकिन्छ अझ यति बाँकी छ है अब बाबाले मौरी ल्याएर हाल्नुहुन्छ यस्तो छ यतापट्टि नि मौरी छ